भाइले भन्दैछ 18 प्रधान आउँछ भनेर एकछिन यहाँ गाइस सिक्किममा चाहिँ माघे मेला एकदम सो हे गाइस वेलकम ब्याक टु माई अनदर भिडियो एन्ड सबैजनालाई एजे ब्रोको छड्के सलाम एन्ड गोर्खे नमस्ते एन्ड होप यु गाइस तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला हैन अनि हामी पनि सबैजना सन्चै छौँ एन्ड यहाँनिर राहुल भाइ हल्का एन्ड यहाँ गाइस आज भन्छ हामी कहाँ गइरहेको छु भन्दै भाइ आज त हामी गइरहेको छौँ सिक्किम जोरथाङ है यहाँ गाइस सिक्किममा चाहिँ माघे मेला एकदमै खतरनाक बवाल लागिरहेको छ होइन अनि आई होप कि सकिने पनि लागिसक्यो एन्ड इभेन्ट्सहरू पनि एकदमै ठुल्ठुलो भइरहेको छ होइन अस्ति भर्खर लाउरे जोन राई होइन अनि सान आएको थियो भने हिजो सायद दुर्गा थापा आएको थियो होला अनि आज भने चाहिँ 18 प्रधान आउँदैछ है अनि आज चाहिँ हामी 18 प्रधानको सो हेर्नुको लागि सिक्किम जोरथाङ माघे मेलामा गइरहेको छौँ है त ओके 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 सुनाइ जहिले भनेपछि हामी निक्लिसकेका छौँ होइन हामी यहाँबाट हिँडिसक्यो हाम्रो भाइले पेट्रोल पनि हालिसकेको छ अनि हाम्रो अगाडि जाने भाइहरू पनि हाम्रो भाइहरू होइन दुईजना भाइहरू सो म बोलेको त केही सुनेको छैन होला होइन आई होप कि आजको राइड एकदमै बवाल हुनेवाला छैन भाइ कि कसो बवाल हुनेवाला छ आजको राइड सिक्किम भाइहरू किन यति ढिलो भाइहरू किन यति ढिलो कहाँ बस्यो लुकेर सर्ट गर्ने भए चाहिँ गरिहाल होइन हाम्रो भाइले सर्ट गरिसकेको छ होइन तिमीलाई सर्ट गर्ने भए गरिहाल यहाँदेखि चाहिँ डाइरेक्ट है त डाइरेक्ट कहाँनिर अरे सिक्किम खोकीले चाहिँ अलरेडी मलाई मार्न पछि छ तिम्रो भाइ फोन खोकीले चाहिँ मलाई मार्न लागिरहेको छ है एकदमै बिमारी भएको जस्तो अवस्था छ तर पनि केही छैन यस्तो मौका घरिघरि आउँदैन है सालमा एकपल्ट माघे मेला एकदमै बवाल भइरहेको छ होइन मैले देखिरहेको थियो सुनिरहेको थियो तर आज भने चाहिँ प्रत्यक्ष हेर्न गइरहेको छु माघे मेला है सो गाइस जहिले भने चाहिँ हामी बाघ पुल इन भइसकेका छौँ होइन यो पुल चाहिँ एकदमै बवाल पुल हो होइन यो चाहिँ यो पुल नभए चाहिँ तपाईँहरू डुवर्स जानु सक्नु हुँदैन होइन यहाँबाट माथितिर जान्छ सिक्किम यहाँदेखि तलतिर जान्छ सिलगढी है अनि यहाँदेखि यो साइड जानेछ डुवर्स है त यो पुल भएरै हामीहरू डुवर्स सिक्किम डुवर्स अनि सिलगढी जान्छौँ है त सो गाइस पहाडको रोडमा है अनि बाइकको राइड एकदमै मजा एकदमै बवाल एकदमै रमाइलो हुनेछ है त्यही माथिको यतिको वेदरमा अहिले अलमोस्ट टाइम भइसकेको छ 4:30 भइसकेको छ होइन र वरिपरि गाडी एकदमै देख्नु सक्नुहुन्छ होला गाडीहरू पनि यसरी हिँडिरहेको छ मेरो भाइले ड्राइभ गरिरहेको छ यता लोकेसन यस्तो छ साथमा एजे प्रो यहाँ यो ट्रकलाई कराउनु त साह्रो पऱ्यो थियो एकदमै तलदेखि ट्रकले एकछिन भाइ हेरेर गुड फाइनल्ली लाइटिङ त खतरा छ त भाइ मान्छेहरू नाम